ल के छ कहाँ जाँदै कहाँ जाँदै हो बाटो छेड्यो के यता कहाँ जाँदै हो कञ्चन कहाँ जाँदै हो कञ्चन भन न हामी काठमाडौँ जाँदै काठमाडौँ जाँदै हामी के हो टार्गेट के हो टार्गेट हाम्रो काठमाडौँ भिजिट गर्नु कृष्ण बोल न कि भन न कहाँ जानु लाग्यो 10 रुपैयाँ देऊ कृष्ण कहाँ लाग्यो भन आइको 10 रुपैयाँ देऊ ओइ किन दिस चुप्लाक बल्ल एलमेट धर तर्को चुप्लाक यहाँ भिडियोमा चाहिँ पाइते नबोल्न भनेको कस्तो होला 10 रुपैयाँले मोटाइस मुसुले हाँसेर भन न के छ तेरो पहिलो कमाइ हो यो आज पार्टी भा अस्ति भन न के छ अस्ति बोल न के हो लाटो भयो क्या हो हैन म मन व्रतमा छ हैन लौ न आशिष के हो चिसोले सबै बिर्स्यो क्या बोल न आशिष कमन नो वे बोल्नै बोल्दैन त यार भाडै हिँड्दा के हो खै अहिले फर्किँदा कस्तो हुन्छ यो ओ फर्किँदा बोकेर कसले उठाउँदा नेताले खिच्दिन्छ नि हाम्रो खुट्टा गइसक्यो ल टाटा हैन गाइस दिस ब्रो इज चिल रमन सर मेरो 10 रुपैयाँ कमाइ भयो नि त यो सुदेशले गिफ्ट दियो त पुरै मास कम्युनिकेसनमा भर्खर मात्रै के इन्ट्रीमा आएको थिएँ 10 रुपैयाँ नदिकिन बस्नै सकेन नि केटो अब के गर्ने यो 10 रुपैयाँले कहाँ अब न चक्लेट आउँछ न बिस्कुट आउँछ 10 रुपैयाँ जोड्दा जोड्दै रमन सर तब अन्तिम तपाईँले एउटा शब्द दिएर यो भिडियो हामीलाई समापनतर्फ लगाऊ यसलाई अनि यसमा दर्शक हुँदा लामो अग्लो पोलिहरू गइरहेछ सबैजना उहाँले गरिरहेछ ह्याङ्गिङ ब्रिज हाम्रो टोली सानो छैन जम्मा जम्मी हामी गाउँमा जानेको छौँ हजुर मार्केट पिट्दैछौँ यति नै हुन्छ हामी त भात पनि लाख लाखको खान्छौँ रे नि त हो त्यस्तै त्यस्तै भइरहेछ अहिलेसम्म हो है त्यही त अब हामीसँग चान्जुन कति जति बजेट छ बजेट हाम्रो खजान्जीजीलाई सोध्नुपर्छ मिस्टर करणजीलाई सोध्नुपर्छ अब त्यस्तै अप्ठ्यारो पऱ्यो भने बोस्टनबाट हामी 15-20 लाख जति मगाइन्छ होइन अड्किनु भयो त सर अलिक छिटिदिनु नि त अड्केपछि तिमीले बुझिहाल्यो ए मैले बुझेँ ल ठिक छ अहिले म भाग्नै ठिक होला है बाई बाई रेशमा कमन भागो ल रेशमा बोल के हेलो के बोल्नु अब तिम्रो बारेमा परिचय देऊ न मेरो नाम रेशमा देवी श्रेष्ठ हो देवी तिमी देवी पनि हो देवी हो नि म भगवानको स्वरूप हो माता माता हो तिमी त्यसैले मलाई पूजा गराओ मैले भनेको माना हो पूजा गर्ने कसरी पूजा गर्ने हो र मिठो मिठो खानेकुरा जस्तो कि लड्डु रसबरी बेरी त्यस्तै ल्याएर मलाई चढाओ आफैले खानु पाएन कताबाट चढाउनु तिमीलाई त्यस्तो किन खाने हो यत्रो बढी मानको पेट निस्किरहेको थियो अझै ल म भागेँ तिमीसँग मेरो कुरो मिलेन पूजाजी के छ अब हजुरलाई पूजा साबुनको बारेमा थाहा छ किन नथाहा हुनु मै हो त्यसको ब्रान्ड एम्बेसडर साँच्चै हो हो नि त होइन होला हो खै आँखाले ठुलो गराउनु त त्यही पूजाहरू तपाईँ मोडल मैले आज तपाईँलाई भेट्न पाएकोमा एकदम आफूलाई सौभाग्यशाली ठानिरहेको छु अटोग्राफ लिनु सो अटोग्राफ प्लिज फोटोग्राफी भइरहेछ भिडियो सिनेमाटोग्राफ भइरहेछ ल ठिक छ अनि तपाईँसँग चाहिँ हिँड्ने उहाँ चाहिँ मैले चिन्न अलिक गाह्रो पऱ्यो पैसा लिनु न आफै मैले नचिनी मान्छेलाई म परिचय दिन जरुरी सक्दिनँ ओहो तिम्रो एटिट्युड त बाह्रको बाबाको छोरीभन्दा पनि बढी भयो त्यही हो कि नेभर माइन्ड Never mind. बेबी म सकिनँ म भागेँ है त बाई 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 कैसाब रोक्नुहोस् यहाँ बजेट कति छ अरे बजेट बजेट खासमा भन्नु बाकी बजेट काठी 0 सुरजको थेको गाडा यहाँ फेरि बाकी बजेट हामीसँग अब त्यही 30-40-50 हजारको आर्गुमा बाँकी होला कहिले बोतल नदेखे जस्तो बोतल नहान न मोटु के हो पारा अनि हाम्रो मोटु त भयो अर्का मोटाको नि इज्जत नखाला एकचोटि म मार्क्सलाई इन्ट्रोड्युस गराउन चाहन्छु मार्क्स हेलो मार्क्स मार्क्स हेलो मार्क्स म एक्चुअली मार्क्सलाई एकैचोटि क्यामेराको फ्रेमभित्र कैद गर्न खोजिरहेको छु उहाँ हुनुहुन्छ हाम्रो यम माधवजी ए अर्जुनजी यस सुरज माइसेल्फ एन्ड के करण जोहर हामीसँग दुईवटा अत्यन्तै पपुलर नाम छ करण अर्जुन मेरो नाम उहाँ चाहिँ माधव शिवजी कलियुगको शिवजी घण्टाको पाठ हुनुहुन्छ यो ओपनिङमा त गुरुले होला नि पूजा अनि अर्को छुटाउनु हुने एकदम हाम्रो सहयोगी मित्र मोटा भाइ मोटा भाइ एउटा दुईटा शब्द जाओस् मोटा भाइ शब्द भन्नुपर्दा हामीहरू कुस्मामा छौँ र यो सुरज मलाई पकाइरह भन्नाले के दाल चाहिँ के हालेर तेल हालेर कि कुकरमा कि कराईमा कि बफाइरा जिम्बु हालेर पकाइरहेको हो कतिखेर खाने त अनि तपाईँको मामा घर कता हो खै मेरो मामा घर होइन ठुल्यामा घर ठुल्यामा घरको मोबाइलै स्विच अफ भएछ
यति बेला हामीसँग आकाश जस्तै फराकिला आकाश जस्तै फराकिला मान्छेको चेहरा हेर्दा त झन् ओहो शाहरुख खानलाई सम्झिनै नपर्ने आकाशजी के भन्नुहुन्छ त एउटा दुईवटा शब्द जाओस् सबको सट्टो एउटा दुईवटा जाओस् न कहाँ जाँदै हामी अहिले पुल ब्रिज कुन पुल कहाँको पुल किन पुल के गर्न पुल कसरी पुल सबै दिनु के का लागि पुल हिँड्नका लागि तर्नको लागि तर्नको लागि वारीबाट पारी तर्ने होला होइन पारिबाट वारी आउँदैन के पारीबाट वारी आउँछ अनि दुइटै एकैचोटि पऱ्यो भने त पुरै ठोकिन्छ त 180को स्पिडमा वान वे होइन होला नि त पुलभित्र टु वे कसरी सञ्चालन गरिएको छ गएपछि देखिन्छ बाबु गएपछि देखिन्छ सबै एक्सपिरियन्स होइन र होइन हामीलाई यति बेला लोकल खसी देखिन्छ बाटो उठाएर कति हुन्छ होइन यो त मिलिहाल्छ नि एडिटमा ल भाइ धेरै बोले मलाई सास फेर्न गाह्रो भइरहेछ